Yeah, she's all view. Welcome to Langtang. Day 1. हेलो साथीहरु नमस्कार सेवा गुड मर्निङ आज चाहिँ म फेरि पनि अर्को नयाँ भिडियो लिएर आइसकेको छु पाउना युट्युबरहरु के म कहिले कहिले मात्रै भिडियो लिएर आउँछु त्यसै विशेष ठाउँहरु घुम्न जाँदाखेरि आज चाहिँ म लाङटाङ जाँदै छु अब हाइक भनौं 5 डेज को कस्तो हुन्छ के हुन्छ त्यहाँनेरि हैन मेरो त फर्स्ट एक्सपिरियन्स हो अब यत्रो ब्याग बोकेको छ सक्छु सक्दिन अनि कस्तो कस्तो हुन्छ के हुन्छ म हजुरलाई देखाइहाल्छु 5 डेज को भिडियो अब बनाउन सके भने भिडियो फेरि लाङटाङ जान आँटेको आज सो मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स हो कस्तो हुन्छ के हुन्छ हजुरलाई शेयर गरिहाल्छु ओके साथीहरु अब चाहिँ हामी गाडी जान आँटेको जाने नै हो अब दारु त खाने नै हो बसेन माया किन हो किन आई लभ यु भनेकै हो अब खुलेर बस्दिन जेठीलाई छोडेर कान्छीलाई लाने नै हो अनि लैजा बटी लैजा अनि लैजा हामी चाहिँ गाडीबाट उतिसकेर यहाँ के भन्छ स्याप्रोबेसी झरिसक्यौँ अब हामी यहाँबाट लाग्दै छौँ माथि आज ब्याम्बो कटेजसम्म पुग्छौँ होला सो साथीहरु कहाँ पुगिन्छ कस्तो कस्तो हुन्छ खासै चार्ज पनि छैन फोन चाहिँ म हजुरहरूलाई अपडेट गराउँदै गर्छु हेर्दै जाउँ साथीहरु हामी चाहिँ के रे यो के खोला रे लाङटाङ खोलाको तिरै तिर हिँड्दैछौँ सी वाउ वन्डरफुल भ्यू सो यस्तै छ हामी लाङटाङ खोलाको तिरै हिँडेर आज हामी बस्ने ठाउँसम्म पुग्छौँ ल भिरमा अरे साथीहरु भिरमौरी हैन लाङटाङ मान्छे मजा आइरहेको छ एकचोटि चाहिँ आउनै पर्छ ट्रेकिङ लाइफमा एकचोटि चाहिँ जहाँसुकै होस् जानुहोस् ट्रेकिङ मजा आउँछ मजा एकदम रमाइलो हुन्छ दुःख एक ठाउँमा छ तर यो नेचर हेर्नु यहाँ भन्दा पनि यहाँ तलको खोला त धेरै राम्रो साथीहरु कस्तो बबाल के बबाल लास्टै रमाइलो यस्तो दामी नेचर छ है आँखाले हेर्दाखेरि वाउ माइ गॉड कस्तो राम्रो छ क्या यहाँनिर चाहिँ मैले पहिले आउने दाइहरूले के टाँसेको देख्दै थिएँ सायद धेरैले टाँस्नु भएर यो भरिसकेछ लास्टै रमाइलो लास्टै ब्युटिफुल छ के आउनु है साथीहरु तपाईहरु पनि भ्याउनु भयो भने हैन त सुन्दा सर साथीहरु हामी यहाँ बेम्बो भन्ने ठाउँमा आइपुग्यौँ लुक बेम्बो चाहिँ किन भनेको रहेछ भने यहाँ एकदम धेरै बाँसहरू क्या तर हाम्रो झापातिर हुने भन्दा चाहिँ सानो बाँसहरू के ठुल्ठुलो हुन्छ कि तर ठुल्ठुलो चाहिँ पनि देखिन त्यही भनेर बेम्बो भन्ने ठाउँ नाम रहेको रहेछ अब धेरै बोल्दै त मैले भिडियो बनाउन सक्दिनँ किनभने एकदम उकालो छ बाटो यस्तो बाटो छ यो त नर्मल एकदम खतरा छ बाटोहरू हैन त्यही भएर बोल्दै हिँड्यो भने त गलिन्छ नि त म ठाउँ हल्का थोरै क्लिप्स लिन्छु आज चाहिँ हामी माथि के भन्ने ठाउँ बिर्सिहाल्छु हो त्यहाँनिर पुग्ने भनेर सोचेको छौँ बेलुकासम्म पुगिन्छ होला आइ होप पुगेपछि म भोलि मात्रै अब अहिले त जाँदा रात पर्छ होला म भोलि मात्रै भिडियो स्टार्ट गर्छु किनभने अब बेलुका त राति थाहा हुँदैन म कुन ठाउँमा पुगेँ भने चाहिँ हजुरहरूलाई जानकारी दिने कोसिस गर्छु रिन्चे भन्ने ठाउँमा पुग्ने त्यहाँ हामीले
होटलमा बुक गरेको छौँ। हेर्नुहोस् कस्तो बवाल छ के बवाल। Day 2. हिजो चाहिँ हामी रिन्छेन भन्ने ठाउँमा बस्यो अनि आज चाहिँ हामी माथि लाङटाङ बेसी लाङटाङ गाउँ जान लागेको छ। हिजो त राति आउँदाखेरि कस्तो थाकेको थियो तर फेरि बिहानको नजारा चाहिँ बवाल छ क्या। हामी चाहिँ रिन्चे भन्ने ठाउँबाट यहाँ लामा होटेल शेर्पा होटेल आइपुगेछौँ। बवाल छ बाटो, साइडमा झर्ना। बवाल छ, दामी बाटो पनि दामी। खोलाको साइड साइड हिँड्नुपर्छ, खोलाको आवाज आइरहेको छ। अब बिसाएर खाजा खान लागेको कति हो धेरै मान्छे छ यहाँ हेर्नु कति देखेको छ मेरो भिडियो खोइ दिनुपर्छ के अब हामी चिया खान लागेको के भएको चिया खाएर फेरि हिँड्छौँ। बिहानदेखि हामी कति छ हिँडिसक्यौँ 700 हिँडिसक्यौँ बिहान 8 बजीदेखि अहिले कति बजिसक्यो 12 बजिसक्यो। अब हामी चिया खाएर एकछिन बसेर रेस्ट गरेर अनि फेरि हिँड्ने हो लन्च खानलाई। Langtang, welcome to Langtang. हामी चाहिँ अब यहाँ खाने भनेर आयो मान्छे छैन रहेछ। यो कुकुर खाइछ उताबाट सिधै आएर यहाँ आयो कि कति माया लाग्यो क्या यो काले हाम्रो छैन र अब काले न सक्छु
पुरेला जस्तो साथीहरू। ओ माई गॉड नै छ नि त। ओ माई गॉड हैन टु मच छ के टु मच। या 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 अटु बस्ने सबमा हिउँ जमिसकेको छ। बस्ने सबमा हिउँ जमिसकेको छ। देख्न सक्नुहुन्छ। देख्नुभयो नि साथी हो यति धेरै दुःख गरेर आएपछि यस्तो बबाल नाइट भ्यू। ओ माई गॉड कस्तो दामी छ क्या कस्तो दामी छ। मैले त दामी भन्दा त अरू केही भन्नु सक्दिनँ। दामी छ क्या। गलिन्छ यहाँ आइसकेपछि गलेको अनुभव पनि हट्छ। यहाँ देखेपछि बाटोमा हिँड्जेलमा त गलेको फिल हुन्छ। त्यसपछि त हामी सेकेन्ड डेमा आइसक्यौँ। कहाँ हो नाम कति अप्ठ्यारो अप्ठ्यारो छ बिर्सिहाल्छु। लामटाङ चाहिँ होइन लामटाङ रहेछ। त्यहाँ आएर खाना खाएर त्यहाँबाट बेल 3 बजी खाना खाएर हिँडेर क्यान्जिन यस आइपुग्यौँ हामी फाइनली। अनि अब भोलि हामी माथि जाने हो पिक। यस्तो गलेको छ होइन तर यो सुन्दरताको अगाडि गलाइ पनि केही छैन। सो अब धेरै राति बाहिर बस्नु हुँदैन किनभने बिमारी भए पनि भोलि हिँड्न सकिँदैन नि त। त्यसैले ओके गाइज भोलि माथि पिकमा भेटौँला। Day 3 मर्निङको भ्यू। आज हाम्रो तेस्रो दिन लामटाङ। हेलो यस्तो राम्रो छ। आज हाम्रो तेस्रो दिन कान्जिङ गुम्बा लामटाङ। हिजो बेलुकाको हिउँ यस्तो भएछ है। वाह वाउ दामी। Yes, it's all view. Finally आइपुग्यो कान्जिरी लोअर बेस क्याम्प 4400 मिटर हाइटमा लोकेटेड। कान्जिरी 4400 हामी कतै कान्जिरी 4400 लोअर बेस क्याम्प आइपुग्यो। यहाँबाट हेर्नुपर्दा यसको 360 भ्यू यहाँबाट पनि देखिन्छ। माउन्टेनहरूको यो छ हामी माथिबाट ओर्लेर अब यो उकालो जान लागेको। अब माथि जान लागेको। यहाँ त हिँड्न रमाइलो भइरहेको छ। भएर हिँड्न अब गाह्रो हुने हो कि माथि यस्तो छ नि त बाटो। अरे क्या के बोल्नु कति कुरा बोल्छु भने चाहिँ बिर्सिहाल्दो रहेछ। तर धेरै बोलेर हिँड्न पनि सकिन्न गलिन्छ नि त उकालो छ त्यही भएर। Day 4 काठमाडौँ फर्किन लागेको। सो यहाँ बसेको थियो। अब आज ब्याक टु काठमाडौँ। यस्तो रमाइलो भयो एकदम। अनि हिँड्यो राति पनि कुद्यो। हतार भएछ जङ्गलको बाटो। सो अब एकैचोटि मोबाइल अफ भएर कति त भिडियो पनि बनाउनु पाएन। लामा होटल भन्ने ठाउँ शेर्पा होटल भन्ने अलिक फेमस छ यहाँ चाहिँ। अस्ति भन्दा अलिकति डिफ्रेन्ट ठाउँ भन्नु न डिफ्रेन्ट त के भन्नु होटलहरूको ठाउँ फाल्टु हो। त्यहीँ बसियो। अब हामी एकैचोटि
सेकेन्ड अब काठमाडौँ गएर भेटिन्छ होला हौ। फोनमा चार्जै नटिक्ने क्या, नटिक्ने नहुने। अनि त्यस्तै त्यस्तै यस्तो दुखेको छ कि यस्तो दुखेको कि यस्तो यस्तो लथाङ लथाङ गरेर हिँड्नुपर्छ। अन्त लामो बाटो छैन ल। त्यही साथी अब रमाइलो भयो, घुम्यो। अब काठमाडौँ फर्केको बाटोमा के त्यस्तो राम्रो चिजहरू देख्यो भने म देखाइहाल्छु। नत्र भने चाहिँ अब काठमाडौँ गएर नै भेटौँला। गाडी चढ्न हतार हुन्छ, छिटो छिटो हिँड्नुपर्छ।